लक भयो है अब कोही मान्छे आयो प्यासेन्जर आयो भने यहाँबाट तपाईँले खोल्दिन मिल्यो कि अब किनकि हामी त दौडाइरहेको बेला त गाडी अटोमेटिकली लक हुन्छ अब हामीले यहाँबाट खोलिदिनु पर्यो कि अनि लगाउनु पर्यो नि यहाँबाटै लाग्छ अटोमेटिक पनि लाग्छ लाग्न चाहिँ इनकेस अब आफूले कन्फर्म गर्नुलाई यहाँबाट दबाउँदा नि लाग्यो लक डोर लकको लागि चाहिँ अब मेन कुरो चाहिँ पहिला सुरु के हुन्छ यो कहिलेकाहीँ चाहिँ ब्याट्री डाउन भइदिन्छ यो गाडीको है त्यसमा चाहिँ के हुन्छ भने हाम्रै यसरी एकचोटि मात्रै दाबे हुन्छ खुट्टा चाहिँ राख्या हुन्छ कहिलेकाहीँ एकचोटि मात्रै दाबेर यो अन हुन्छ यो अन भनेको यहाँ रेडी नभइकन गाडी कुद्ने कन्डिसनमा हुँदैन रेडी हुनलाई यो ब्रेक चाहिँ पुरै दबाउनु पर्यो अनि अन गर्नु पर्यो यो निलो बल्छ अनि कुद्नलाई चाहिँ रेडी भयो कहिलेकाहीँ चाहिँ अब गाडी सरेन भन्ने हुन्छ नि त त्यो भनेको चाहिँ अब गाडी चाहिँ अन देखिन्छ होइन यो चाहिँ तपाईँ गियर पनि जाँदैन कि मान्छेले अब नयाँ गाडी छ गाडी त रेडी देख्यो यहाँ त अन भयो तर हाम्रो गियर चाहिँ अन हुँदैन क्या गियरै जाँदैन ब्रेक थिचेर फेरि दबाउनु पर्यो त्यसपछि यहाँ रेडी भनेर देखेपछि नि बल्ल गियर चल्छ क्या यो अब अटोमेटिक हो यो त अगाडि र पछाडि मात्रै गियर हुन्छ अरू गियर केही लगाउनु परेन पी भनेको पार्किङ मोड हो यो ह्यान्ड ब्रेक यो त ह्यान्ड ब्रेक अटोमेटिकली हुन्छ यो पार्किङमा राखेपछि आफै हो आफै जान्छ जस्तै यो ड्राइभमा गयो मैले पार्किङ छुट्याइदिएँ ह्यान्ड ब्रेक तपाईँले पार्किङ लगाएपछि अटोमेटिक ह्यान्ड ब्रेक लाग्छ क्या जस्तै ड्राइभिङमा ल्याएपछि यसलाई चाहिँ छुट्टै झार्नु पर्यो त्यो तपाईँको आफै चल्छ अब यो हेर्नु सिट बेल्ट लगाउनु पर्छ त्यसको लागि चाहिँ सिट बेल्ट नलाइ गाडी कुद्दैन सिट बेल्ट लगाएपछि चाहिँ तपाईँले दबाएपछि अटोमेटिकली ह्यान्ड ब्रेक छुट्छ कि आफै छुट्छ यो चलाइराख्नै परेन तपाईँले अब पार्किङ गर्नु पऱ्यो अब काहीँ ओर्लिनु पऱ्यो भने तपाईँले अफ गरिदियो भने डाइरेक्ट अफ ब्रेक चाहिँ दबाउनु पऱ्यो होइन डाइरेक्ट अफ गऱ्यो भने अटोमेटिकली पार्किङमा बस्छ यो दबाइराख्नु नि पर्दैन यो दबाउनु चाहिँ कहिलेकाहीँ आफू बिर्सिन्छ होइन कहिलेकाहीँ त्यस्तो कन्फिडेन्ट नभएको बेला चाहिँ यो दबाइदिनु भयो भने चाहिँ सेक्योर भयो कि पार्किङमा हाल्यो अहिले यो टाटाको चाहिँ ट्याक्क उकालो जाँदाखेरि गाडी बग्ने छ होइन यो चाहिँ उकालो जाँदा गाडी बग्छ पर्दैन यो बग्दैन त्यही भएर म तपाईँहरूलाई चलाएर पनि देखाइदिन्छु भनेको कारण यो जुन छ नि सिट बेल्ट लगाएपछि यो अटोमेटिक होल्ड बल्छ कि इनकेस कहिलेकाहीँ बलेन यसलाई दबाउनु पर्यो है यो अटोमेटिक होल्ड भयो तपाईँ जस्तो ठाडो उकालोमा तपाईँले ब्रेक हानेर राखे पनि ट्याक्कै अडिन्छ ब्रेकै नहाने नि अड्यो ब्रेक खुट्टाले दबाएर छोडिदिएपछि यस्तो यो बत्ती ब्लिङ्क गर्छ कि यो त्यसपछि त्यो अड्यो अहिले अटो होल्ड भयो अब यो छोएपछि त्यो आफै जान्छ गियरमा चाहिँ जानु पऱ्यो यो चाहिँ आफै जान्छ अटो होल्ड हुन्छ कि यो लगाएपछि उकालो बढ्दैन गियरमै हुँदा नि बढेन अटो होल्ड हुन्छ कि त्यो भने उकालोमा अनि फेरि एकपटक ड्राइभ मोडमा गरेर त्यहाँ केही खुट्टा नछुँदा नि आफू आस्तो हुन्छ कि यो गुड्दैन त्यो ड्राइभ मोडमा तपाईँको ब्रेक चाहिँ लगाउनु पऱ्यो यहाँ अटो होल्ड हुन्छ क्या यहाँ यो ए लेखेको छ नि यो ए लेखेको चाहिँ पिल गर्छ क्या त्यो भनेको चाहिँ अटो होल्ड भयो त्यो ठिक छ अनि इमर्जेन्सी अब यो भनेको चाहिँ तपाईँको हाम्रो यो इको है स्पोर्ट्स नर्मल कुन तरिकाले चलाउने भन्ने कुरो हो कि यो स्पोर्ट्स भनेको त यो त तपाईँको गोली दबात्या जस्तो बत्तिन्छ यो हाम्रो गाडीलाई स्पोर्ट जरुरत पनि छैन इको हाइवेमा नि पर्दैन हामीलाई यो गाडी स्पोर्टमा हामीले हाँक्ने ठाउँै छैन यहाँ इकोमै तपाईँको यहाँ भएको गाडी सबै टप दिन्छ तपाईँले इको स्पोर्ट चलाउनु भयो भने तपाईँले गाडी कन्ट्रोल गर्न सक्नुहुन्न तपाईँ एकैछिनमा तपाईँको 100 क्रस हुन्छ अनि त्यो भएर कहिले पनि यो नचलाउनु पिकअप त राम्रो छ है पिकअप त केही डाउटै छैन अब तपाईँहरू चाहिँ काठमाडौँ भ्यालीलाई चाहिँ केही परेन होइन हाइवेतिर टिप गर्दाखेरि यो 2 छ नि यही बटमलाई थिचिराख्नु 3 मा आउँछ
हाइवेतिर जाँदा यो 3 मा राखेर चलाउनु ब्याट्री ब्याकअप राम्रो दिन्छ के ब्याट्री ब्याकअप उकालो सुकालोकै समस्या भयो केही समस्या भयो त्यसलाई घटाउनु पर्यो भने 3 को मतलब चाहिँ के भन्दै यो यो भनेको रिजेनरेट भन्ने हुन्छ के त्यो 3 को भनेको रिजन रिजेनरेट भन्ने हुन्छ अब यो अटोमेटिकली हामीले अन अफ गरेपछि यो 2 मै आएर बस्छ के त्यो चाहिँ हाम्रो सिटीमा चाहिँ किनभने सिटीमा त हाम्रो रिजेनरेट हुँदैन हजुर हैन किन कुदाउन नि पाउँदैन हामीले हजुर त्यो रेन्ज हामी अब यो काठमाडौँ त गाडी कुदाउने ठाउँ त छैन हामी त स्लो चलाउँछ नि त त्यो स्लोको लागि 2 नै हो ठिक केही फरक परेन इनकेस हामी बाहिर भ्याली कटेर बाहिर गयो भने चाहिँ तेल थिचेर यो 3 चलाउनु भने चाहिँ ब्याट्री ब्याकअप राम्रो दिन्छ के अरु पनि माथि छ त्यसको एकमा 3 सम्म 3 सम्म मात्रै हो एक पनि छैन एक छ एक चाहिँ कसरी जान्छ यही दबाई राख्ने हो एक हो 0 बाट आउँछ 0 चाहिँ के हो 0 र 1 ब्याट्री ब्याकअप नदिने हो कि एक भनेको के हो यो एकमा हामीलाई आवश्यक पर्दैन 2 र 3 मै यो एक भनेको 4 व्हील लगा जस्तै हो हजुर 4 व्हील लगा जस्तै होला 2 चाहिँ हाम्रो एक कम्पनीले नै सेट गरेर पठायो त्योभन्दा लोवर त हामीलाई काम भएन हामीलाई त ब्याट्री ब्याकअप चाहियो भने त हाइवेमा कुद्दाखेरि 3 मा दियो भने 3 मा चाहिँ राम्रो ब्याकअप दिन्छ के भने चाहिँ रातितिर त हाइवे जस्तै त हुन्छ नि यहाँ चाहिँ तपाईको रातितिर हान्दा भयो हैन त दाजु यो राति त गाना हान्दा भयो नि सुन्ने। त 10 बजेतिर त यो चार्जर किनकि सललस यो त लाइटरको पनि भयो यो टाटा चाहिँ हैन प्लस यसबाट तपाईले चार्ज पनि गर्न पाउनुहुन्छ हैन ब्याकअप दिन्छ यसले राम्रो राम्रो चार्जर छ यसले हेलो भाइ त्यतितिर एकैछिनमा आइहाल्यो 5 मिनट यहाँ सजिलो रहेछ त हात राख्नु नि सजिलो है यता मिलाएर। खुल्छ यो खुल्छ यो दबाउनु पर्ने है बिल बुक सिल बुक बिलबुक सिलबुक यहाँ नराख्ने यो एसी चलाएपछि तपाईँको चिसो हुन्छ यहाँ यो चिसो के हो चिसो भयो चिसो हो खोल्नु बटार्नु हो र ल आऊ यो भनेको कोक्सोको हाल्नु चिसो पानी सानी चिसो गर्मी महिना चिसो चिसो पानी सानी यसो राखेर यहाँ यो चाहिँ फ्रिज जस्तै हो कि यो भनेको बनाछ गर्मीमा पनि धेरै युजफुल छ क्या यहाँ फेरि कागज पत्रहरू हाल्नु होला होइन एसी चलाउनु होला फेरि गल्छ सिल बुक यति राखेको कि माथि हो त्यसमा छैन बिलबुकहरूलाई त त्यही राख्ने हो कि अब यहाँ यो मोबाइल होल्डर भएको यहाँ तपाईँको यहाँ मुनि पनि छ राख्ने ठाउँ यहाँ यसमा पनि छ त्यहाँ पनि रहेछ है यहाँ पनि छ केमा छ यहाँ छ उताबाट पनि मिल्छ यता पनि मिल्छ ए तल अन्त यो एसी चाहिँ बन्द गरिदिँदैछ मलाई चिसो भयो ल ठिक छ एसी मजाको चिसो आयो है त्यस्तो ड्रग्सबाट यो हो अब यो चाहिँ एसी एसीकै काम लो गर्यो यो एसीको लागि मात्रै हो एसीको लागि यो सबभन्दा चिसो अब कतिको चिसो चाहियो तातो चाहियो यहाँबाट मिलाउने है यो टेम्परेचर बढाउँदै गएपछि गर्मी तातो आउँदै जान्छ यिनीहरू तपाईँले भोलि पर्सि जानिहाल्छ बरु यिनीहरू कसरी चल्छ भनेर छिटो सिक्नु पर्छ ड्राइभिङको धेरै टाढो उहाँहरू सबै पछाडि सरेर यो पोजिसन मजाको यो भनेको राम्रो हुन्छ गर्मीको बेलामा कस्तो यो म्युजिक सिस्टम चाहिँ छैन यसमा म्युजिक सिस्टम छ अब तपाईँको म्युजिक सिस्टम चाहिँ अब यहाँबाट जाने बन्द गरेर नि हो यहाँबाट तपाईँको यहाँ पेन ड्राइभ राखेपछि यहाँबाट बज्यो है अब ब्लुटुथको लागि तपाईँको अब मोबाइलबाट ब्लुटुथ हेर्ने जस्तै अब यहाँ के लेखाएको छ यहाँ जेएमइबी भनेर तपाईँको यहाँ ब्लुटुथमा देखाउँछ मिटिङ म्युजिक कनेक्ट भयो पेट्रोल गाडी यो त स्टार्ट भयो होइन स्टार्ट भयो भनेर रेडी भनेर लेखा हुन्छ नि त्यहाँ रेडी भनेर चाहिँ एक्सिलेटर थिच्दै पुग्यो होइन त एयर ब्याग चाहिँ कतातिर एउटा यहाँ हुन्छ एउटा यहाँ हुन्छ स्पिकर कस्तो यसको स्पिकर पनि राम्रो रहेछ के कस्तो अस्ति आएको सुनेको है म यहाँ बजाइदिएँ आवाज पनि राम्रै यो अरू थप्नु पर्दैन अब डुम 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 गर्ने खायो चाहियो भने ठगै हुन्छ पुरै झिल्के भएर तर यतिकोले नै राम्रै आवाज आउने रहेछ यसलाई ठिक छ डिलक्स जस्तो क्या डिलक्स गाडी जस्तो सिट जस्तो छ तिनजना त मस्त अड्ने रहेछ म्युजिक बजाएर सानो सानो त चाहना
के बुझ्नुभयो त भनेर सर मैले सब बुझिसकेँ हजुर मैले सब बुझिसकेँ हाम्रो के बुझ्नुपर्छ र यसो हेऱ्यो यसो के हो होइन त्यही त होइन एसी गाडी खोलिन्छ सेन्टर लक कुन हो टक्कै यो ह्यान्डब्रेक स्यान्डब्रेक कुन हो होइन ए ज्याबर स्याबर नि जाँदा हुने यस्तो ज्याबर यही हो पिजरको यही हो यो गाडी दुइटै गएपछि अर्को आउँछ नि अगाडि हजुर चलाएर हेर्ने के भन्नुहुन्छ अहिले खाली भएर जाने बेला ऊ आयो डाउनलोडमा छैन भयो त्यहाँ भयो डाउनलोडै हो रोशनी म्याम तपाईँ बिहामा भित्रबाट खोल्नुलाई यो चलाउनै पर्दैन पर्दैन तपाईँको यस्तो हुन्छ लगाउनु त यो डबल लक हुन्छ कि एकचोटि खोल्दा आउँदैन है फेरि अर्कोचोटि खोलिदिन्छ दुईचोटि यहाँ दबाउनै पर्दैन बाहिरबाट खोल्दा मात्रै पऱ्यो बाहिरबाट हामीले कसैलाई खोलिदिनु पऱ्यो भने बल्ल हो यहाँ कस्टमर आफैले खोल्ने चाहिँ हुँदैन सुस्मिता मलाई वाइफाई चाहियो यो आफैले तलमाथि गरेर चाहिँ मिल्यो होइन खान्छ जान्छ त अनि खै त अनि गाजर राखेर चक्क अब यो सिसा लक गर्न मिल्छ मिल्दैन हजुर आउनु उताबाट सिसा लक गर्न मिल्छ यहाँबाट यो यसो गर्दाखेरि हात पुरै चेप दिन्छ कि के गर्छ च्याप्दैन 20 पिच हुन्छ त्यो आफै तल गयो छुयो भने हाइट छ नि हजुर हाइट पहिला बढा हो पहिला खास सुरुमा हामी लिएर आउँदा 170 थियो अहिले 185 छ पहिला गाडी जस्तो छुनु यताउति त्यो हुँदैन ऊ त्यहाँबाट लग्यो ए मजाले कस्टमरले तलमाथि गर्न मिल्दैन खोइ आउँदैन यहाँबाट लक गर्न मिल्छ कि लक गर्नु भएको तपाईँले अहिले दुईटा तिनटा जस्तो दाम अब ल खुल्ला रहेछ अलि साउन्ड बढाउनु त दाजु कस्तो देख्छ यतिको कारण म्युजिक भइहाल्छ नि अनि जति पुग्दैन पछाडि रहेछ कि टाढा न कति यो साइड पछाडि चाहिँ छैन अगाडि दुईटा मात्रै हो यो र त्यो पछाडि छैन हाल्न मिल्छ होला नि त मिल्छ हाल्नलाई आफ्नो आवश्यकता अनुसार एउटा काट्ने ठुलो सबसे ठुलो अनि कति किलो हुन्छ रोकेर 375 है यो लुकिङ ग्लास मिलाउनु पर्यो भने चाहिँ जान ताल कतापट्टि यो साइडको मिलाउने कि त्यो साइडको मिलाउने अब यो साइडको मिलाउनलाई पहिला यो दबाउनु पर्छ यो साइडको बत्ती बल्नु पर्छ है अनि बल्ल यताको है तल माथि अब एरो ज्यास यो त बुझिहालिन्छ जम्मै उता मिलाउनु भने यताको बत्ती बाल्नु पर्यो यो बटम कुन साइडको गरे त्यही साइडको बटम छ हाम्रो मेन भनेको गियरमा तिनवटा भयो रिभर्स एउटा र ब्याक के अरे चारवटा एउटा पार्किङमा भयो रिभर्स भने पछाडि रिभर्स भने अब यहाँबाट चाहिँ हामी न्युट्रलमा आउँछौँ अब पछाडि गर्ने कि अगाडि गर्ने यो भयो अगाडि अगाडि यो ड्राइभ मोडमा गयो यो भयो पछाडि अनि मेन हाम्रो अप्सन्स चाहिँ त्यहाँ रहेछ मेन अप्सन स्पोर्ट हो अब हामीले यसलाई खासै चलाउनु पर्ने जरुरत छैन कि यो चितवन कटेसी पर्छ एकले जति जस्तो गाडी अन गर्ने बित्तिकै नर्मलमा जान्छ मुली गरेपछि पर्छ मुली सुली गरेपछि चितवन सिजन जानु पर्यो भने ज्यादा हामीलाई अरू आवश्यकै पर्दैन हो यतिकैले अँ। अनि यो स्पोर्ट्स भने यिनीहरू भने क्रुज कन्ट्रोल हो हजुर तर नेपालको लागि खासै क्रुज सेटिङ गर्न मिल्दैन सेटिङ गर्न मिल्छ तर खासै युज हुँदैन कि यो क्रुज कन्ट्रोल भन्ने के क्रुज कन्ट्रोल भनेको जस्तै स्पिड मेन्टेन गर्ने जस्तै अब हामीले अब मानौ 60 भन्दा माथि चलायो होइन हाइवेमा मेन तराईतिर रोडमा अनि 60 मा लगेर सेट गर्न मिल्छ कि 60 बाट माथि नि बढ्दैन 60 बाट तल पनि बढ्दैन हामीले एक्सिलेटर चलाइराख्नै परेन कि अटो सिस्टम भनौँ न त्यो भने यो भने क्रुज कन्ट्रोल तर हामीलाई यहाँ आवश्यक छैन अहिले अब तराई नै गए पनि गाई बस्तु आइदिन्छ त्यो कन्ट्रोल हुँदै हुँदैन कि वाइपर यो त हाम्रो केही नभए नि क्रुज कन्ट्रोल भनेको 50-60 हजार किलो 50-60 किलोमिटर चाहिँ नन स्टप
दौडिन पाउनु पऱ्यो कि अब हाम्रो त 5 किलोमिटर गयो कि गाई आइदिन्छ कि साइकल आइदिन्छ कि तराईमा गएपछि अनि यो कसरी सेट गर्ने यो अनि छुने हल्का एक्सिलेटर छुने बित्तिकै अथवा फेरि सेट हराइहाल्छ कि अटोमेटिक यो भने त हाम्रो यो विदेशतिर चाहिँ ठिक हो किनभने 100 मिटर 100 किलोमिटर 150 200 नन स्टप मजाले केही हुँदैन हाइवेको आफ्नो नियम छ 60 को स्पिडमा जाने कि 80 को स्पिडमा जाने लेन अटो जाने हो कि यो अटो त होइन अटो त्यसलाई अटो भन्दैन जस्तै अब यो बाटो मानौ खाली छ 100 को स्पिड हामीले यहाँ चलाउन मिल्यो होइन तपाईँले 100 को स्पिडमा चलाउने अनि यो लगेर सेट गरिदिने कि त्यो पनि तपाईँले एक्सिलेटर जति चलाउनु त्यो 100 भन्दा माथि जाँदैन एक्सिलेटर नचलाएर 100 भन्दा तल पनि आउँदैन कि यो त विदेशमा मात्रै के त्यत्रो हाइवे हुन्छ हैन रोडको स्पिडको पनि आफ्नो लेन हुन्छ नि त त्यो लेनमा चाहिँ ठिक छ अब हामीले अहिले 60 मा यहाँ सेट गरेर उता गएर ब्रेक हान्नुपर्छ फेरि कामै छैन दाजु यो फङ्सनरको भन्ने यो तलको अरू वंश यो भनेको अब वाइपर चलाउनु त दाजु यो ब्लुटुथ जो कनेक्सन भएपछि ब्लुटुथसम्म इन्क्लुड हुन्छ यो है यो फोनको लागि हो तपाईँले यहाँबाट फोन उठाउन मिल्नु अनि भोइस कमान्ड दिन मिल्छ मिल्दैन भोइस कमान्डको त छैन त्यो भोइस कमान्डहरू भने त अलिक महँगो पर्छ क्या अनि अहिलेको यो साइडको बटम यो भनेको तपाईँको साउन्ड साउन्ड कम गर्ने अनि यो माथि तल माथि गर्ने त्यो यसलाई ब्याक गर्ने जस्तै यहाँ गयो नि यहाँ मेनु म्युजिक सिस्टमको लागि मात्रै रहेछ त्यो मेनुबाट यता गयो यसलाई ब्याक गर्ने हो कि यो एलइडी कति इन्चको हो कुन बत्ती यो त हाम्रो इन्चको भने यो त हाम्रो त मेन किलोमिटर हो के यो ड्यासबोर्ड जस्तो डिस्प्ले हो के यो डिस्प्ले अर्को त यहाँ हाल्नु जोड्नु पाइयो यहाँ त तपाईँहरूले क्यामेरा लाउँदाखेरि त्यो क्यामेरा हाल्दा अब तपाईँले कतिसम्मको हाल्ने भन्ने कुरो अब तपाईँको आफ्नो चोइसको कुरो हो त्यो ब्याक क्यामेरा छैन अहिले छैन अहिले हजुर भाइ क्यामेरा छैन अहिले त्यो अनि कम्पनी हालिदिँदैन खै त्यो त उहाँहरूलाई कुरा गर्नु त्यो चाहिँ होइन सोरुमको उहाँहरू 10,000 कतिको सम्मको गर्छौँ अनि त्यस पछाडि अगाडि भन्ने कुरा आफैले गर्ने भन्ने कुरा हुन्छ यो कहाँ जानुपर्छ हामीले पुलेश्वर बत्तीहरू वाइपर यही मलाई हेडलाइट यहाँबाट हो है यो साइड हो हाम्रो वाइफर यो हो हेडलाइट साइड लाइट लाइट सम्बन्धी यतापट्टि हो यो मिसहरू के लेखेको चाहिँ के हो जस्तै अब हामी यता टर्न गर्छौँ हजुर अटो अफ भइहाल्छ कि यो भनेको हाम्रो खास त पछाडिपट्टि उसमा हुन्छ यसमा छैन होइन पछाडिका वाइफरको लागि हो यो त्यो छुट्टै अप्सन हामीले थप्नु मिल्ने हो कि होइन मिल्दैन यो चाहिँ के हो भने यो स्विचले अर्को फुल अप्सन गाडीहरू हुन्छ नि त यिनीहरू चाहिँ नै त्यो माथि त्यो के भएको त्यो सिसा भएको त्यो त्यसको लागि त्यस्तो लागि हो वाइपर छ कि छैन छैन हिटर चाहिँ हुन्छ वाइफर हुँदैन यसमा यो सेडान कारहरूमा चाहिँ प्रायः वाइफर हुँदैन कि पछाडि हिटर हुँदैन कस्तो त्यो सिसामा तपाईँको बाफ काट्ने त्यो धर्को छ नि त्यो हिटरको लाइन हो क्या त्यो बाफ नबसोस् भनेर त्यसले यो हामीले सिसामा यहाँ हिटर चलाउँदाखेरि त्यसले नि काम गर्छ कि यसमा पनि हिटर छ कि यो छुट्टै त्यो सिसाको लागि मात्रै चाहिँ हुँदैन तपाईँ यो 360 हाल्दाखेरि त्यो उसहरू अक्सर पर्दैन हिटर पर्दैन अब उनीहरूले त्यो बाहिरले 360 हाल्दाखेरि कहिलेकाहीँ अब कनेक्सन नमिल्दा अब उनीहरूले सकेन भने हामी छौँ सोरुममै गर्ने हो नि यो काम त सबै यसको अगाडि यो सोरुम यसको कहाँ छ हामी कहाँ आउनुपर्छ यो यहाँ चपली बुढा नीलकण्ठ उहाँबाट आउनु पर्यो अब अलि पछि साटो बाटो एरियातिर नि होला त्यतै गयो बेला बाटो पाएर रेगुलर भन्ने हुँदैन अब इमर्जेन्सी पऱ्यो भन्ने हो होइन